मिनिस्ट्री हैन यो अब यो गभर्नमेन्ट सिस्टमै चेन्ज हुने भन्ने जस्तो उहाँहरूको चाहिँ आशय मैले देखेको चाहिँ देख्न चाहिँ देखिनँ है। सुन्नुभयो नि, उहाँ परराष्ट्र मन्त्री हुन् कि नेपालको हुलाको भन्न चाहन्छु है त। उनले भारतबाट राम्रो सन्देश, राम्रो चिठी लिएर आएछन्, समाचार लिएर आएछन्। किनकि भारतको सरकार चाहिँ नेपालको 2/3बाट बनेको सरकारबाट भनौँ न असन्तुष्ट छैन अरे, खुसी छ अरे उनीहरू। अहिले चाहिँ त्यस्तो केही भनौँ न सरकार चेन्ज नगर्ने टाइपमा भनौँ न त्यस्तो पक्षमा छन् अरे। त ल हेरौँ त, देश नेपाल मात्र हो है त। हामीले भोट हालेर ती व्यक्तिहरूलाई माथि पुर्याएको हुन्छौँ है त। किनकि जनताको एउटा आशा हुन्छ, एउटा जनताले चाहेको देश भनौँ न नेपाल, जनताले एउटा विकसित होस्, विकास होस्, आफ्नो छोराछोरीहरूको अरूको देशमा गएर पसिना बगाउनु नपरोस्, आफ्नै देशमा पसिना बगाउनु भनेर होइन, जहाँ चाहिँ नेपाली जनताले सुनेर होइन ती व्यक्तिहरूलाई माथि पुर्याएका हुन्छन् भने आज तिनै व्यक्तिहरू अरू कुनै देशको परिचालनाबाट चलिरहेको अवस्था छ कि भारतले उठ भने उठ, बस भने बस है त। नेपालको राजनीतिक भारतको हातमा हुँदो रहेछ भन्ने कुरो हुन त हामीले पहिलेदेखि थाहा भइसकेको होइन। भारतले चाह्यो भने उत्तिखेर सरकार पनि चेन्ज गर्न सक्दो रहेछ भने भारतले चाह्यो भने त्यही सरकारलाई पनि होइन लामो समयसम्म चाहिँ टिकाउन सक्दो रहेछ कि। परराष्ट्र मन्त्री नेपालको आर्जु राणाले भारतको सरकार अहिले चाहिँ त्यस्तो सरकार चेन्ज नगरिदिनमा चाहिँ त्यस्तो पक्षमा छ अरे भन्ने खबर चाहिँ जहाँ चाहिँ हुलाक बनेर नेपालको एउटा हुलाकी बनेर होइन एउटा सूचना लिएर आउनु भएको छ कि। देश नेपाल मात्र हो, मान्छेहरू के छ भने हामी झोले जनता, झोले कार्यकर्ताहरू, मेरो बा, मेरो हजुरबुवा होइन, मेरो आमा के भन्दै हो होइन, माथि रहेका ती सत्तामा रहेका व्यक्तिहरूको जहाँ चाहिँ पाउ पाउ गर्दै होइन ती व्यक्तिहरूले चाहिँ ओहो राम्रो काम गरिरहेको छ भनेर प्रचार गरिरहेका ती व्यक्तिहरू आज ती सरकारमा रहेका व्यक्तिहरू पनि भारतको इसारामा चल्दो रहेछ भन्ने कुरो जस्तो सुकै लाटा गाडाले पनि यो भिडियो हेरेपछि थाहा पाउँछ होला कि। हुन त यो अहिलेबाट होइन है त, पहिल्यैबाट भारतबाट चाहिँ नेपालको राजनीति भारतको हातमा छ भन्ने कुरा हामीले सुन्दै आएको थियौँ होइन। तर पनि अब देशको परराष्ट्र मन्त्रीले नै भनिसकेपछि हामीले पत्याउनै पर्यो। तर पनि यस्तै हो त, नेपाल नेपाल हो होइन। आज हेर्ने हो भने हाम्रो दार्जिलिङ, सिक्किम होइन, जहाँ चाहिँ भारतले कब्जा गर्यो, अहिले हेऱ्यौँ लिम्पुवाधुरा होइन, लिपुलेखदेखि लिएर यस्ता ठाउँहरू पनि भारतले कब्जा गरेको छ है त। हामी नेपाल थाहा छैन होइन, नेपाल भारतले पुरै लुट्छ जस्तो लाग्छ मेरो विचारमा पछि गएर हेर्ने हो भने। किनकि सत्तामा रहेका व्यक्तिहरू खराब भइदिएपछि देश जतिसुकै राम्रो गर्छौँ भनेर हामीले सोचेका हुन्छौँ नि त्यो राम्रो गर्न नसकिँदो रहेछ। किनकि सत्तामा रहेका व्यक्तिहरू अरू कुनै देशबाट परिचालित हुन्छ, अरू देशले कुनै भनौँ न एउटा उठ भने उठ, बस भने बस गर्छ नि, तब साँच्चै नै त्यो देशको विकास हामीले भविष्य देख्न सक्दैनौँ भन्न चाहन्छु है त। किनकि हामीले त्यस्तै व्यक्तिहरूलाई हामीले मन पराउँदो रहेछौँ र त्यस्तै व्यक्तिहरूलाई हामीले माथि पुऱ्याउँदो रहेछौँ है त। आशा गरौँ होइन अब भारतले नेपाल लुट्न सक्छ, भारतले नेपाल फुटाउन सक्छ भन्ने कुरो त हामीले जहाँ चाहिँ भिडियोमा थाहा पाइसक्यौँ नि त होइन। हुन त एउटा भारतको जर्नलिस्टहरूले पनि भनिरहेको छ होइन, गएर चिनमा गएर चाहिँ लिपु जहाँ चाहिँ होइन लिम्पुवाधुरा जहाँ चाहिँ लिपुलुक चाहिँ नेपाल गयो भनेर कति भन्ने होइन। आफ्नो पहिला आफ्नो भूमिलाई चाहिँ पहिला राम्रोसँग भनौँ न, आफ्नो भूमिलाई जतन गरेर राख्न सकौँ भनेर चाहिँ भारतका जर्नलिस्टहरू पनि अझ सुझाव दिएको अवस्था छ कि होइन। तर आशा गरौँ होइन यस्तै रहेछ नेपालको के भन्ने, जहाँ चाहिँ नेपालको राजनीतिक भारतबाट चल्दो रहेछ। भारतले उठ भने उठ, बस भने बस, सुत भने सुत है त। चाह्यो भने उत्तिखेर सरकार फुटाउन सक्दो रहेछ र चाह्यो भने सरकार उत्तिखेर जुटाउन सक्दो रहेछ है त। हेरौँ त है त, नेपालको भविष्य भारतको हातमा रहेछ, जहाँ चाहिँ एउटा आज हामी अरू देशको भरमा निर्माण बाँच्नुपर्ने अवस्था रहेको छ है त। यो सबै तपाईँका बाहरूले गर्दा हो है त यो भएको। तपाईँको बाहरू जबसम्म माथि सरकारमा रहन्छन् तबसम्म मेरो देश नेपालको मुहार कहिले पनि फेरिने छैन है त। फेरिने छ त उनीहरूको आसेपासेको जिन्दगी फेरिने छ भने केही झोलेहरूको चाहिँ जिन्दगी फेरिने छ भन्न चाहन्छु है त।